धेरै ठाउँमा होइन, एक ठाउँमा पनि 1 इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन। सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो, तर त्यहाँ बोल्ने काम भयो। कसको हितको लागि, कसको पक्षमा? यो नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा केका लागि बोलियो? प्रधानमन्त्री त्यस दिन न कार्यक्रम, न प्रश्नोत्तर, न नियमावली अनुसारको कुनै कुरा, न बोलाइ, अनि गएर अचानक के सन्देश दिन खोजेको, कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी हेप्ने ठाउँै हुँदैन। तैपनि कतिपय मान्छेहरू अचम्म लाग्छ। अस्ति नै एमालेलाई मासुभात भन्थे। मासुभात मात्रै होइन, भात मात्रै होइन, उनको त समर्थन गरेर कुदिया छन्। अहिले पनि यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेक के हुन्छ? भात। यस्तो कुरामा